किन बनाएको मान्छे भेट्यौँ त के छ खबर यहाँ रहेछ एभ्रिवान हेलो नमस्ते वेलकम छ सबैजनालाई गुरुङ कान्छी च्यानलमा। अनि म चाहिँ बिहानदेखि भिडियो बनाउनु पाएको थिइनँ। आज ज्वरो आएर माथि लागेर सुतेर अनि बहिनी आउँदैछ भनेपछि अलिक फ्रेस भएर कुदेको। यहाँ सेनामेना पनि छ दुईटा। कहाँ हिँड्या हो नकु कहाँ गएको रे अन्ना ल्याउनु तैँले ल्याउँछस् र अन्नाले के ल्याइन्छ ठुलो चिज बल अनि स्पाला बुया गर्नुलाई अब यस त खाँदैन हिँडौँ ल हिँडी गरौँ ल अनि चिजबल खाने मान्छे त हिँड्छ नि त। फ्रेस भएर बहिनीलाई ल्याउनु गएको। अब रमिते पुग्नुपर्ने उफ तल साथी पनि आउँदैछ अर्को लिकर कुद्दै। अब कहाँ पुग्नु हामी भर्खर घरबाट हिँड्दैछौँ ऊ तल हौ साथी क्या पाहाडे बाँदरको हुल पनि छ ला जुरुक्क उठेर हेरेर त ल हेर हामीलाई पत्याउँदैन होला यसले पाहाडे भएको त पत्याउँथ्यो खेदाउनु ऊ लिखुरेले खेदायो बाँदर खेदाएको गलियो कुकुर त कहाँ पुग्यो पछि गयो नि त्यसलाई खतरा छ त्यो त यत्रो भए पनि खेलाउनु छ नि ठेक कुद्नु चाहिँ हुँदैन लड्छ है खतरा पो रहेछ त नाकु त नि आफै हिँड्दो रहेछ। यहाँ हेर्नु मम्मीलाई यसैले त छैन माथि छ टुप्पोमा घोज्छ मात्रै अहिले यसैले नखानु आएको हुन्छ कि एकछिन पापा खानुपर्छ ल के पापा खान्छ ठुलो चिजबल त अघि खाएको हिजो नि खाएको अघि बिहान खाएको अब नक्कुले ललिपप मात्रै खान्छ पऱ्यो। अन्नाले के ल्याइन्छ त्यही खानु ल के ल्याइन्छु भनेको छ अन्नाले खालि ठुलो चिजबल मै कत्रो उफ्रियो नि बुरुक गरेर हामीलाई छोडेर गएको ढुङ्गा घारी छ है त्यहाँ त हातसम्म हात यता मम्मीको हातसम्म लु स्पिको आफै हिँड्ने हामी मान्छे लिनु गएको हामीभन्दा अगाडि गाडीबाट झरिसकेछ। हामी भर्खर यहाँ आइपुग्दैछौँ। कहाँ पुग्यौँ हामी स्कुल डाँडामा थियौँ ऊ पारिबाट आएको खोइ जम भएन यहाँबाट आएको यता यहाँ आइपुगिसक्यो हाम्रो गाउँहरू है यो चाहिँ ऊ पर छ नकुको ड्याडी या तल भुम गर्दैछ सुन्नु त भुम गर्दैछ यहाँ तल यहाँ कस्तो गाउँ देखिएन बाँसले छिन्नु तल मान्छेको मान अक्को तुम्बाकोमा कुन हावाले कसले काटेको यो हावाले होला स्पी आएन बोलाउनु आयो ओ पर पुग्नु पर्ने यहाँ छोरा हो लु यहाँ त लाला भइसक्यो नि कहाँ गएको च्याउ छिची लु अन्ना आइसक्यो म त गएकै पानीबाट उम्रेको आफै उसको खुसीमा कम्ती कुद्छ आमा म अगाडि ल बाबा लड्छ त्यहाँ बस्नु नखाएको 2-3 दिन भयो नि त ए कडाल गजलाई के खाएको नकु ऐसेलु आफ्नै करेछ बारीमा भएको होइन त्यसो भन्छ नि एउटा मान्छेले त्यस्तै टिप्नु नि आउँछ कि भित्र पसी पो ए यहाँ पनि छ मङ्की हो क्या नकु त नकु होइन अनि भित्र पसी टिपेर खाँदैछ ल आउनु जाऊ ए यति नै खानु लुगामा मैला लाग्छ
ए हो र त खानु जाउँ अब भरे खानुपर्छ अखुम हुन्छ यो धेरै खानु हुँदैन मान्छे रमिते पुग्यौँ अन्जना कहाँ बसेको छ होला हेर्दै जाउँ त्यो हो कि क्या ओइ यहाँ लाज भयो अनि आनालाई हप्पे गर्नु साउन लाज भएर त्यहाँ टुकिरहेछ आइज हामी त गएकै अन्ना भएकोमा अन्नाले के ल्यायो होला अब खानै पो भेट्यौँ त के छ खबर ठिक छ कति पछाडि भेटिसक्यौँ म त बिरामी मान्छे पनि फुर्ती भएर परेको के बिरामी भयो यतिखेर ज्वरो आएर उठ्नु नसकेर सुत्दै गरेको मान्छे अब गाडी चढ्नु तयार हुँदैछु भने यस्तो फ्रेस भएर कुदेको नि के भन्छ यो चिप्स खाने आमालाई बोलाएर हामी चटपटे खायौँ अब घरतिर लाग्यौँ के छ मायालुको खबर हामी चटपटे खायौँ अब घरतिर लाग्यौँ के छ मायालुको खबर किन बनाएको मान्छे अगाडि नकुना हिँड्ने अरे बोकाउँदैछ हाम्रो स्कुललाई ओइ बोक्दाखेरि कुट्यो भने त पापो गर्छु फेरि म त हिँडाउनुपर्छ है ल ए नकु त निन्द्रा लाग्यो के गरेको मलाई बोकायो नकुले बोकायो तिमीहरू यत्रो लाठे भएर अन्त एकछिन बोक नकु कसले बोक्ने भन्नु त लु अब कसले बोक्ने नकलीलाई मम्मीले स्पाले कि अन्नाले अन्नाले अरे अन्नाले हामी चाहिँ घर आइपुगिसक्यौँ अब भात सब्जी गरेर खाने कति बजी हुँदैन रात पर्यो 6 बज्नु लागिसकेको छ ल अन्जनाले के कसैले ल्याइदियो त हेरौँ है अब यहाँ हेरौँ तेरो त नखरा हल्ला बन मलाई भोला चाउ नक्कलीहरूलाई बिस्कुट केटाकेटीलाई अनि ड्याडीलाई चाहिँ स्ट्रिम अरे यो त ड्याडीको त्यो त खानु हुँदैन नि अनि आमाले पठाइदिएछ मकै ला फाटेछ आमा आलु पनि रहेछ आलु बर्खे आलु हो कि क्या हो यो हाल पोख्यो त्यो पनि यहाँ हाल न पोख्यो यहाँ कति रहेछ नै लोकल पाक है हाम्रो कुकमेन्ट देखाइदिउँ क्या मासु पाक्दैछ म मासु बनाउने कान्छा कुकमेन्ट पकाउने भाग्यो अन्जना त भाग्यो छिरो